आफू अनुकूलको न्यायपालिकाको उहाँहरू खोजमा हुनुहुन्छ। यो भनेको एउटा चाहिँ डरलाग्दो स्थिति, यो खतरनाक स्थिति हो। नाउ इट विल बी द डेथ अफ द कन्स्टिट्युसन, संविधानको मृत्यु हुनेछ। किनभने नियन्त्रण साँच्चै गलत छ होइन। यस्तो छ सुशीला सपना प्रधानको, सुन्नुहोस् न, सपना प्रधानको कुरो छैन। यो सर्वोत्तम र सन्तुलनको प्रणाली बिना कुनै पनि कन्स्टिट्युसनल डेमोक्रेसी सर्भाइभ गर्न सक्दैन। नो कन्स्टिट्युसनल डेमोक्रेसी क्यान सर्भाइभ विदाउट द सिस्टम अफ चेक एन्ड ब्यालेन्स। आज चाहिँ के छ भने कार्यपालिकाको स्वेच्छाचारिताले कसरी चेक गर्ने? किनभने अब प्रधान न्यायाधीशको नियुक्ति नै यसरी स्वेच्छाचारी ढङ्गले हुन्छ, अनुकूलको व्यक्तिलाई गरिन्छ। त्यसलाई आज के छ भने रोक्न खोज्दाखेरि आज न्यायको ढोका बन्द गरिएको छ र न्यायको ढोका चाहिँ बन्द गर्न मिल्दैन। सर्वोच्च अदालत प्रशासनको काम चाहिँ न्यायिक प्रक्रियालाई सहजीकरण गर्ने हो, न्यायिक प्रक्रियालाई कुण्ठित गर्ने, अवरुद्ध गर्ने। दिस अ क्राइम अफ अब्स्ट्रक्सन अफ जस्टिस। यो चाहिँ न्यायिक प्रक्रियालाई अवरुद्ध गरेको एउटा गम्भीर कसुर हो। यसमा चाहिँ सर्वोच्च अदालतका ती कर्मचारीहरूले वास्तवमा साँच्चै हुने कारवाही हुनु र सर्वोच्च अदालतले यो विरोध गर्नु त यो त जायज। विरोधका अरू चरणहरू, आन्दोलनका अरू कार्यक्रमहरू पनि ल्याउनु जरुरी छ। अनि सर अहिले यो हाम्रो चाहिँ नेपालको न्यायपालिका र कार्यपालिका बीचको सम्बन्ध चाहिँ अब चाहिँ द्वन्द्वको स्थितितिरै गएको हो भन्ने बुझ्दा हुन्छ। होइन, यस्तो पहिले पनि हुन्थ्यो। तर एउटा कुरा कार्यपालिकाले के बुझ्नु जरुरी छ भने न्यायपालिका यो चाहिँ तपाईँको मातहतको निकाय होइन, तपाईँको यो कार्यपालिकाको डिपार्टमेन्ट होइन, कार्यपालिकाको एक्सटेन्सन होइन। दिस इज को इक्वल ब्रान्च अफ द स्टेट, राज्यको एउटा को इक्वल ब्रान्च। त्यस कारण चाहिँ के छ भने यो तपाईँले आफ्नो अनुकूलको व्यक्तिलाई स्वेच्छाचारी ढङ्गले पिक एन्ड चुज गरेर प्रधान न्यायाधीश नियुक्त गर्न पाउनु। तपाईँले यो भन्ने गर्दाखेरिमा चाहिँ जुन राजनीतिको कार्यपालिकाको प्रत्यक्ष हस्तक्षेप देखिएको छ न्यायपालिकामा भन्ने तपाईँले भन्दै हुनुहुन्छ होइन, यो पटक पटक भइरहेको छ। तर यो बाहिर फ्याक्टरलाई औलाउँदै गर्दाखेरिमा न्यायालय आफैमा दुईटा फ्र्याक्सन भएको देखिन्छ। तर यो चाहिँ पहिले पनि इन्डिरेक्टली थियो होला, इन्डिरेक्टली थियो म त्यो भन्दिनँ। तर अहिले चाहिँ के छ भने सबैले देखिने गरी बुझिने गरी यो एउटा न्याकेड चाहिँ के छ भने संविधानमाथि डे लाइट रबरी भयो। किनभने वरिष्ठताको जुन मापदण्ड हो यो त ठाडै मिच्यो नि, दोस्रो तेस्रो वरिष्ठता पनि मिच्यो नि। त्यस कारण यो त के छ भने सबैले देख्ने गरी, थाहा पाउने गरी, जान्ने गरी, बुझ्ने गरी इट्स क्वाइट भिजिबल। यसलाई त ढाकछोप गर्न मिल्ने अवस्था नै छैन। त्यस कारण यो जुन नियुक्ति भएको छ यो चाहिँ यसलाई चाहिँ च्यालेन्ज गर्न पाउने यो चाहिँ हाम्रो अधिकार हो। त्यसको संवैधानिकताको परीक्षण हुनैपर्छ, न्यायिक परीक्षण हुनैपर्छ। न्यायको ढोका चाहिँ सट डाउन गर्न मिल्दैन, त्यो ढोका बन्द गर्न मिल्दैन। त्यस कारण चाहिँ त्यसरी यो ढोका जुन बन्द गरिएको छ इट इज टोटली अनएक्सेप्टेबल, यो अस्वीकार्य छ, यो कुरा स्वीकार्य। अनि सर सुशीला प्रधान भइहाल्छ। सुशीला प्रधान मल्ल नै अहिलेको न्यायाधीश हुनुपर्छ। सुशीला प्रधान होइन, सपना प्रधान। सपना प्रधान मल्ल नै अहिलेको चाहिँ न्यायाधीश हुनुपर्छ होइन, बालिन शाह चाहिँ गलत छ होइन। यस्तो छ सुशीला सपना प्रधानको, सुन्नुहोस् न, सपना प्रधानको कुरो छैन। यो सर्वोच्च अदालतको न्यायिक परम्पराको कुरो छ, इतिहासको कुरा छ। किनभने अहिलेसम्म वरिष्ठतम न्यायाधीश चाहिँ नियुक्त हुँदै आएको छ। वरिष्ठतालाई ठाडै मिचेर जुन नियुक्ति गरियो, जुन सिफारिस गरियो, त्यसमा हाम्रो व्यक्तिसँग हाम्रो केही छैन। तर उहाँ वरिष्ठतम हुनुहुन्थ्यो, के आधारले दोस्रो वरिष्ठतालाई छोडियो, तेस्रोलाई छोडियो र चौथोलाई लियो, कुरो त्यहाँ।